ओम श्री परमात्मने नमः। ओम श्री गुरुचरण कमलेभ्यो नमः। ओम श्री गौरी शंकराभ्यां नमः। ओम श्री राधा कृष्णाभ्यां नमः। ओम श्री सीतारामाभ्यां नमः। ओम श्री लक्ष्मीनारायणाभ्यां नमः। भक्ति अनुष्ठान आज हाम्रा साधक प्रेमीहरूलाई म भक्ति सन्देश यस अर्थमा दिन्छु अनि यसरी दिन्छु। हामीले मेसेन्जरबाट जो भक्तहरूलाई पढाइराखेका छु, मैले आफूले यथोक्तम विधिले यथोक्तम समयले अथवा जति सकेको समय दिइराखेका छु भक्तहरूलाई। त्यो समयमा धेरै मान्छेहरूले अथवा धेरै साधक साधिकाहरूले पूजा किन गर्ने, पूजा गर्नाले के हुन्छ जस्ता प्रश्न आज बिहान पनि गर्नुभएको थियो। र त्यो प्रश्नको उत्तर चाहिँ भगवत गीतामा भगवान कृष्णले दिनुभएको उपदेश अनुसार आज म यहाँलाई उपदेशक प्रवचन गर्दैछु। भक्ति साधना अन्तर्गत उपदेशक प्रवचन सुनेर बस्नुहुने र हेरेर बस्नुहुने सम्पूर्ण भक्त श्रोताहरूमा यहाँलाई हार्दिक अभिवादन गर्दै मलाई सघाउने भक्त सज्जनहरूलाई जस्तै मलाई सोहम पराजुलीले, त्यसै गरी सन्जु पराजुलीजीले सघाइराख्नु भएको छ। त्यसै गरी तपाईँहरूले जसले प्रश्न सोध्नुभयो त्यो पनि मेरा लागि सघाएकै हुन्छ। यहाँले प्रश्न गरिदिनुभयो, प्रश्न गर्नेहरूका लागि मरी धन्यवाद भन्दै र आजको प्रवचनमा मुख्यतः श्रद्धाको विकासका लागि हामी पूजा गर्छौँ। श्रद्धा आफ्नो मनमै जन्माउनुपर्छ। अनि श्रद्धा कसरी जन्मन्छ भन्ने कुराको प्रश्न रहन्छ। श्रद्धाको विकासका लागि हामीले आफैमा श्रद्धा जन्माउनुपर्छ। जस्तै भगवानले भन्नुभयो, श्रद्धावान लभते ज्ञानम तत्पर समेतिन्द्रिय ज्ञानम लब्ध्वा परम शान्ति अचिरेण विगच्छति भन्नुभयो। भनाइको तात्पर्य सधैँ तत्पर श्रद्धालु संयमी ज्ञान पाउँछ, ज्ञान पाएपछि चाँडै ठुलो शान्ति उदाउँछ। हामीलाई पूजाले के दिन्छ भन्नुभन्दा पहिला पूजा कसरी गर्ने भन्नुपर्ने हुन्छ। पूजा श्रद्धाले गर्ने हो। पूजा गर्नका लागि पहिला त मनमा श्रद्धा जन्मिनु पर्यो, फेरि त्यो श्रद्धाको पनि विकास गर्नु पर्यो। त्यो विकास अर्काले गरिदिने होइन, तपाईँ हामी आफैले गर्ने, आफैले श्रद्धाको विकास गर्ने। श्रद्धाको विकास गर्नका लागि सबैभन्दा पहिला त हामीले आह्वान गर्नुपर्ने हुन्छ। जुन भगवानको जसरी पूजा गर्छौँ हामीले पहिला आह्वान गर्नुपर्ने हुन्छ। जस्तै हामीले विष्णु पञ्चायनको पूजा गर्न थाल्यौँ भने शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्ण शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगविद्यानगम्यं वन्दे विष्णु भवभयहरं सर्वलोकैकनाथं। त्यो सबै भक्तिमा श्रद्धा जगाउने भन्ने बित्तिकै सबै कुराहरू जुटाउनु पर्ने हुन्छ। जस्तै फुल टिपेर ल्याउँदाखेरिदेखिको हामीले आफ्नो श्रद्धा आफैले जगाउनका लागि नाम जप्दै कर्म गर्यो भने साह्रै बेस। नभए पनि जुन भगवानको जहाँ पूजा गरिन्छ त्यहाँ आह्वान गर्दै पूजा गर्यो भने बेस। जति हामी आह्वान गरेर पूजा गर्छौँ त्यति श्रद्धाको हाम्रो मनमा आफै विकास हुन्छ। जस्तै
ध्यानै गर्दा पनि ध्यानमूलम गुरुर्मूर्ति पूजामूलम गुरुपादुका मन्त्रमूलम गुरुवाक्य मोक्षमूलम गुरु कृपा। हामी पूजा गरिसकेर आरती गर्छौँ, त्यसपछि के गर्छौँ त भन्दा नैवेद्यहरू इत्यादि चढाइसकेर शरणागतिमा हामी प्रस्तुत हुन्छौँ। ईश्वरार्पण गरिसकेर यो चाहिँ समर्पण भावले प्रस्तुत हुन्छौँ। समर्पण भावले प्रस्तुत हुँदा अष्टाङ्ग आफ्नो अष्टाङ्गले दण्डवत गरेर हामी अलिकति भए पनि विश्राम लिन्छौँ। विश्रामको बेलामा यो चाहिँ सङ्कीर्तन गर्ने, आरतीकै साथसाथमा हामीले सङ्कीर्तन जोड्न सक्छौँ। सङ्कीर्तन गर्दा के हुन्छ त भन्दा मनले विश्रान्ति पाउँछ। श्रद्धाको विकास भनेको मनले विश्रान्ति पाउने ठाउँ आफैले खोज्नु। मनले विश्रान्ति कसरी पाउँछ त भन्दा कृष्णको हामीले पूजा गरिरहेका छौँ अथवा विष्णुको पूजा गरिरहेका छौँ, भगवान् विष्णुको भने यता आह्वान त गऱ्यौँ, आह्वान गरे अनुसारको श्रद्धाको साथमा सम्मान पनि गर्नुपर्ने हुन्छ। सम्मान भनेको कस्तो त भन्दा हामीले आफ्नै घरमा पनि कोही पाहुना आयो भने पहिला के खाना खुवाउने त्यो तयारी गरिसकेपछि खाना खुवाउन बोलाउनुपर्छ, अनि मात्रै त्यो पाहुना आउँछ, नत्र आफ्नै तालले आफ्नै ठाउँमा बसिरहेका हुन्छ। बोलाएपछि आउँछ भने त्यस्तै भगवान्लाई पनि बोलाउने, आह्वान भनेको बोलाउने। यो स्तोत्र पाठ गर्नु अथवा बोलाउनु, बोलाउनाले गरिकन के हुन्छ त भन्दा श्रद्धाको विकास हुन्छ। आह्वान भनेको बोलाउनु। र हामीले पूजा गरिसक्यौँ, ईश्वरार्पण गऱ्यौँ, शरणागति पनि भयौँ अथवा साष्टाङ्ग दण्डवत पनि गऱ्यौँ। त्यसभन्दा पछाडि हामीले के गर्नुपर्ने हुन्छ त भन्दा मनलाई स्थिर गर्न, मनलाई शान्ति दिनको लागि र भक्तिको विकास गर्नका लागि एउटा काम तपाईँले जरुर गर्नुहोस्। जुन कुरो गीताको महात्म्यमा भनिएको छ, जस्तो खालको त्यहाँ कीर्तन गर्न भनिएको छ त्यस्तै खालको हामीले कीर्तन गरौँ। पछि समर्पित भाव प्रस्तुत गर्न र मनलाई स्थायी शान्ति दिनको लागि। जस्तै गीता नामानि वचामि गुह्यानि शृणुपाण्डव कीर्तनात् सर्वपापानि विलयन्ते तत्क्षणात्। तत्क्षणमै पापको विलय हुनको लागि अथवा पाप नष्ट हुनको लागि कीर्तन गाऊ भन्नुभएको छ। कीर्तन गाउँदा जुन नाममा जसरी गाए पनि हुन्छ। नारायणको हामीले आह्वान गऱ्यौँ, पूजा अर्चना गऱ्यौँ, वन्दना गऱ्यौँ, शरणागति पनि भइसक्यौँ। अझै शरणागतिमा रत रहनको लागि चाहिँ उनै नारायणको कीर्तन गाउनुहोस्। यसरी गाउनुहोस्: नारायण हरि नारायण हरि नारायण हरि नारायण हरि नारायण हरि हरि नारायण हरि नारायण हरि हरि नारायण हरि नारायण हरि नारायण हरि नारायण हरि नारायण हरि नारायण हरि हरि नारायण हरि नारायण हरि हरि नारायण हरि नारायण हरि नारायण हरि नारायण हरि नारायण हरि नारायण हरि 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 हरि नारायण हरि नारायण हरि। भगवान् की जय। हामीले यसमा मुख्य बुझ्नुपर्ने कुरा के त भन्दा यो मनलाई नारायण गाएर अथवा सङ्कीर्तन गाएर साधु बनाउने, मनलाई साधु बनाउने, मनलाई भक्तिको लोभी बनाउने, भक्तिमा लोभियोस् यो मन। त्यसो भएपछि पूजाको विकास भनेको मनको विकास।
पूजाले मनको विकास कस्तो खालको गराउँछ त भन्दा सत्मार्गमा डोर्याउँछ यो मनलाई, सत्मार्गी बनाउँछ यो मनलाई र सत्वगुणी बनाउँछ आफूलाई। जब मन सत्वगुणी हुन्छ बस तनलाई पनि सत्वगुणी बनाउँछ। सत्वगुणी भोजनको प्रयास गर्न थाल्छ यो मन। सत्वगुणमा जब प्रयास थालियो, भगवान् कृष्णले भन्नुभयो अर्जुनका लागि, ए अर्जुन तिमी सत्वगुणी बन है, सत्वगुणी बन्नको लागि प्रयास गर है भन्नुभयो। सत्वगुणी बन्नको लागि प्रयास भने के हो त भन्दा भगवानकै पूजा, भगवानकै अर्चना, भगवानकै वन्दना, भगवानकै जे गर्छु म भगवानकै। अब तपाईँको त्यो पाञ्चायन पूजा छ नि, गृहस्थीमा जुन कार्य गरे पनि पूजा भयो, तपाईँले भुजा पकाए पनि पूजा नै भयो, कोही दुखीलाई खाना दिनुभयो भने पूजा नै भयो। पूजा पूजाको भावले जसले कर्म गर्छ भने त्यो यज्ञ भाव भयो। य भन्ने ईश्वरको, ज्ञ भन्ने ज्ञान गर्नका लागि कुनै दोस्रो चिज खोज्नु परेन। यो भक्ति साधनाबाटै तपाईँको ज्ञानको उदय भयो। त्यसकारण श्रद्धावान लभते ज्ञानम। अझै यसको म अलिकति व्याख्या गरौँ यहाँलाई। श्रद्धावान भनेको के हो पहिला त्यो जान्नु पर्यो। लभते ज्ञानम भनेको के हो त्यो पनि जान्नै पर्यो। जान्न त जानिसक्यो, सधैँ तत्पर श्रद्धालु संयमी ज्ञान पाउँछ भनिसक्यो, तर कस्तो ज्ञान पाउँछ त्यो चाहिँ हामीले जान्नुपर्छ। सामान्य ज्ञानमा हामी फाइदाको बाटो हिँडिरहेका हुन्छौँ, हामीलाई थाहा हुँदैन। जब लभते ज्ञानम पढ्न थाल्यौँ हामी लाभको बाटोमा उभिन्छौँ। भगवान् कृष्णले पनि ए अर्जुन तिमी फाइदाको बाटो हिँड्न छाडिदेऊ, लाभको बाटो हिँड्न थाल। जब लाभको बाटोमा हिँड्न थाल्छौ तिम्रो दुःख समाप्त हुन्छ। दुःख आफै नष्ट भएर सिद्धिन्छ। दुःख धुजा धुजा भएर समाप्त हुन्छ। तिमीले बल्ल लाभ पाउँछौ, लाभको बाटो भेट्टाउँछौ। लाभको बाटो भेटाएको तिमी आफैलाई थाहा हुन्छ कि सारा दुःखले छोडेर गए, तिमीलाई सारा दुःखले छोडेर गए। जब दुःखले छोडेर गएपछि मबाट अलाप र विलाप समाप्त भयो। म अलाप र विलाप अब जिन्दगीमा कहिल्यै पनि गर्दिनँ भन्ने अवस्थामा मलाई पुर्याउँछ। केले भन्दा पाञ्चायन पूजाले। पाञ्चायन पूजाको विधि अझै डह्रो छ, अझै सिक्न हामीले धेरै बाँकी छ। पाञ्चायन पूजा गरिसकेपछि त्यसको जलको महत्त्व मैले विगतमा कुनै अङ्कमा भनि पनि सकेको छु। जल दैनिक पाञ्चायन पूजाको अथवा शालिग्रामको जल खानाले पेटलाई निरोगी बनाउँछ, त्यो मैले भनिसकेको छु। आज पनि मैले अलिकति दोहोऱ्याएँ। र लाभको बाटो भनेको पाञ्चायन पूजा गर्दाखेरिमा जुनसुकै क्षेत्रमा पनि लाभ अथवा फाइदै फाइदा हुन्छ। फाइदा जोडेपछि एउटै लाभ हुन्छ। जस्तै मैले प्रवचन मात्रै सुन्न जाने, प्रवचन मात्रै सुने भने त्यो फाइदा मात्रै भयो, एकोरो आम्दानी। अब प्रवचन पनि सुन्न जाने अनि कीर्तन पनि गाउन जाने, सँगसँगै प्रवचन पनि सुनेको छु, कीर्तन पनि गाएको छु, साथसाथमा ताली पनि पिटेको छु, आहा, साथसाथमा छमछम नाचे पनि छु, साथसाथमा पूजाको पद्धति जाने, ओ हरेक चिज जानेपछि हामीलाई लाभ भयो। एक चिज छुटे पनि एक चिजले हामीलाई छोड्दैन। अथवा एउटा गृहस्थी कर्ममा रमाएर कर्म गरिरहँदा यहाँ गरेका कर्मले बस एउटा सूत्रमा भनेको छ नि एकजना साधुले, सीता भन्छन् खाइदेऊ खाइदेऊ, राम भन्छन् गाइदेऊ। हामीले गाउन पनि जान्यौँ, सीता खाएर शरीर तन्दुरुस्त बनाउन पनि जान्यौँ। गाएकोले चाहिँ उतालाई, खाएकोले चाहिँ यतालाई पनि भयो, उतालाई पनि भयो। आहा, यो श्रद्धाको बाटोमा एउटा मात्रै काम गरेको छु जस्तो लाग्दै धेरैवटा काम गरेको अवस्थामा आफूलाई पुगेको महसुस हुन्छ अनि ठुलो आनन्दको कमाइ हुन्छ, ठुलो आनन्दको कमाइ। जस्तै शान्त चित्त रजशून्य निष्पाप ब्रह्म तन्मय, त्यस्तो कर्मयोगीमा सुख आउँछ अक्षय। भगवानले भन्नुभयो नि आजलाई, हे तिमी कर्मयोगी बन है, कर्मयोगी।
कर्मयोगीका लागि उसले आफ्नो चित्त आफैले शान्त बनाउँछ। रज भनेको म गर्ने हुँ भनेर जुन अहङ्कारको भाव पनि नष्ट हुन्छ। अनि त्यसपछि के हुन्छ? ब्रह्ममा तन्मय हुन्छ। तन पनि ब्रह्मलाई, मन पनि ब्रह्मलाई, यो पनि हरिको, त्यो पनि हरिको, यो सारा संसार सबै हरिको, म पनि हरिको भन्ने भाव जब जागेपछि तपाईँको पूजा सफल भयो। सफल पुजारी तपाईँ बन्नुभयो। पूजा हारी बन्नु भएन, पूजा हरि बन्नुभयो। हरिको पूजा बडो सुन्दर ढङ्गले तपाईँले गर्न थालेपछि तपाईँलाई ठुलो आनन्द आउने कुरो मैले अन्तिम सूत्रमा भनिसकेँ कि रजशून्य, म गर्ने हुँ भन्ने अहङ्कार तपाईँले नष्ट गर्छु भन्नै पर्दैन, आफै नष्ट हुन्छ। तपाईँ सानो भएर प्रस्तुत हुन सिक्नुहुन्छ, सक्नुहुन्छ। म ठुलो मान्छे, म यो गर्ने हुँ, त्यो गर्ने हुँ, यी सारा अहङ्कार हामीले बोक्नै पर्दैन। बस शान्त चित्त रजशून्य। अघि नै हामीले थाल्दाखेरि के थालेका थियौँ? शान्ताकारं भुजगशयनं पद्मनाभं श्रेयसं विश्वाधारं गगनसदृशं मेघवर्ण शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगभिर्ध्यानगम्यं। एकजना गुरुले भन्नुभयो, तिमी पूजा गर्न बसेको हो भने भगवान जस्तो सत्वगुणमा हुनुहुन्छ, तिमी पनि त्यस्तै सत्वगुणी बनेर पूजा गर्न थाल। यता अर्जुनले भने यो सत्वगुणी प्रधानमा कसरी बनौँ प्रभु? कृष्णले त सिम्पल साधारण भाषामा सत्वगुण प्रधान बन है अर्जुन भनेको थियो। बिचरा अर्जुनले बुझेन, कसरी म प्रधान बन्न त इच्छा छ। सत्वगुण प्रधान बन्नको लागि तपाईँको पूजा गराई सत्वगुणी, बोलीचाली सत्वगुणी, भोजन सत्वगुणी, साधुहरूको सङ्गत सत्वगुणी, सबै सत्वगुण मिलेपछि के हुन्छ? ऊर्जा पनि तपाईँको सत्वगुणी नै आफैमा प्राप्त हुन्छ। ऊर्जा, त्यो शक्तिको ऊर्जा जब प्राप्त हुन थालेपछि आहा तपाईँ आहा जिन्दगी, पूजाले आहा जिन्दगी सिकाउँछ। तर श्रद्धावान चाहिँ आफै बन्नुपर्छ। श्रद्धावान बन्नको लागि आफैले गर्नुपर्छ, अर्काले गरिँदैन। अर्काले गर भनेका भरमा पनि हामीलाई त्यति लागु नहुन सक्छ। आफैमा श्रद्धा जागेर, यानि कि आफैमा रहर जागेर तपाईँले गरेको पूजाहरूले चाहिँ तपाईँलाई सर्वसम्पन्न बनाउँछ। सर्वसम्पन्न धनी बन्नुहुन्छ तपाईँ। के को धनी? भक्तिको धनी। भक्तिको धनी सबैतिरको सम्पन्न हुन्छ। हामीले यो पैसा खोज्नु पर्दैन। पैसा बस लक्ष्मीनारायणको पूजा गर्नुभयो, पूजा हरि बन्नुभयो, पैसा उसै प्राप्त हुन्छ। अथवा तपाईँलाई चाहिएको धन उसै बसाइदिनुहुन्छ प्रभुले भनेर मैले अलिकति यहाँहरूलाई यो सङ्कीर्तनको बाटो चाहिँ रोजौँ है भन्दै र पूजा कसरी गर्ने भनेर आज बिहान मात्रै आएका प्रश्नहरूको उत्तर धेर थोर दिएँ र म आगामी अङ्कहरूमा यहाँहरूलाई फेरि पनि यसै गरी साधक साधिकाहरूका लागि दिँदै जान्छु। र यहाँले धैर्य हुन सिक्नुहोस्, धैर्य भएर गीता सुन्न सिक्नुहोस्, गीता के को लागि भनेर राम्ररी बुझ्ने प्रयास गर्नुहोस् भन्दै म यो अलिकति छोटो प्रवचन यहीँ विश्रान्ति गर्छु। हरि ओम।